हजुर नमस्ते। म रमेश राई, मुन्दुम ट्रेल प्रबन्धन गर्ने संस्थाको अध्यक्ष। आज यो प्रोग्राममा उपस्थित हुन पाउँदा खुसी लागेको छ। यो जुन हाम्रो आज अलिसान हस्पिटालिटीले यो टुरिज्म प्रोजेक्ट सोकेसिङ गर्ने कार्यक्रम राख्नुभएको थियो। यो कार्यक्रममा उपस्थित हुन मैले पनि अवसर पाएँ। यो साँच्चीकै हाम्रो पूर्वी नेपाल कोशी प्रदेशको लागि जुन एउटा 10वटा प्रोजेक्टहरूलाई अहिले सेलेक्सन गरेर एउटा सुरुवात गरिएको छ। वास्तवमा यो चाहिँ अहिले एउटा सुरुवात हो भन्ने मलाई लाग्छ। कोशी प्रदेशभरिमा धेरैवटा प्रोजेक्टहरू हुनसक्छ र अहिले चाहिँ एउटा यो कार्यक्रम मार्फत हाम्रो अलिसान हस्पिटालिटी विशेष गरेर हाम्रो अलिना म्यामले चाहिँ एउटा जुन कन्सेप्ट बनाएर काम गर्नुभयो, यसले चाहिँ समग्र त्यो क्षेत्रको निजी क्षेत्र सँगसँगै गभर्मेन्ट र स्थानीय सरकार र साना व्यवसायीहरूलाई समेतलाई चाहिँ एउटा सम्भावनाको अवसर र सम्भावना यस्तो छ भन्ने कुरा चाहिँ यहाँबाट उहाँले देखाउन खोज्नु भएको छ। यो एउटा उदाहरणीय कार्य भएको छ र यसले चाहिँ निश्चय नै भोलिको दिनमा अन्य हस्पिटालिटी सम्बन्धी काम गर्न चाहने सरकार, निजी क्षेत्र सँगसँगै नीति निर्मातालाई पनि यसले चाहिँ एउटा मार्गदर्शकको रूपमा काम गर्छ यो प्रोग्रामले भन्ने मलाई लागेको छ। र यो कार्यक्रम 3 दिनसम्म चल्ने भएको हुनाले जो जति व्यक्तित्वहरू यो आजको यो ओपनिङ कार्यक्रममा उपस्थित हुनुभएको छैन, उहाँहरूले पनि यो कार्यक्रममा भ्रमण गर्नुहोस् र प्रोजेक्ट के हो, कस्तो खालको प्रोजेक्टहरू त्यहाँ सम्भावना रहेछ र भविष्यमा आफूले पनि के गर्न सकिएला भन्ने कुराहरू यहाँले अनुमान अथवा एउटा आकलन गर्न सक्नुहुन्छ भन्दै यहाँहरूलाई चाहिँ आज भोलि पर्सिसम्म यो कार्यक्रम कन्टिन्यू यो चाहिँ जी रामायण भन्ने होटल जुन चाहिँ यो 16 फुटेभन्दा अलिकति तल स्वयम्भूतर्फ जाने बाटोमा छ, यहाँ आएर तपाईँहरूले हेर्नुहोला, अवलोकन गर्नुहोला, बुझ्नुहोला भन्दै मेरो 2 शब्द यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।